अरूको भविष्य बदल्न उमेर र अनुभव होइन, मनमा पढाउने जोस र कामप्रतिको इमान्दारिता चाहिन्छ। उमेरले म भर्खर 20 वर्षको भए, तर यी साना नानी बाबुहरूको लागि एउटा असल मार्गदर्शक बन्ने जिम्मेवारी मेरो काँधमा छ। नमस्ते साथीहरू, म हुँ तपाईँहरूकै 20 वर्षे कम्प्युटर शिक्षक र स्वागत छ आजको मेरो व्यस्त तर रमाइलो दिनमा। अरू दिन जस्तै आज पनि हाम्रो नियमित एसेम्ब्ली त भयो, तर आजको बिहानी अलि बढी विशेष र ऊर्जावान रह्यो। एसेम्ब्लीकै क्रममा अस्ति भएको ह्यान्डराइटिङ कम्पिटिसनको पुरस्कार वितरण गरियो, जहाँ हाम्रा आदरणीय प्रिन्सिपल सर र भाइस प्रिन्सिपल सरले विजेता विद्यार्थीहरूलाई पुरस्कारहरू बाँड्नुभयो। मेहनत गर्ने ती साना नानी बाबुहरूको अनुहारमा देखिएको त्यो खुसीले बिहानै मन एकदमै फुरुङ्ग बनाइदियो। एसेम्ब्ली सकिएपछि म पुगे कक्षा 3 को जिके पिरियडमा। आज मैले सुरुमै सबै उत्तरहरू बोर्डमा लेखिदिएन। पहिले उनीहरूलाई किताबका केही प्रश्नहरू आफै सोचेर हल गर्न लगाएर व्यस्त बनाए। उनीहरूले सिद्ध्याएपछि मात्र मैले बोर्डमा सही उत्तरहरू लेखिदिए र उनीहरूलाई नै आफ्नो कापी आफै चेक गर्न लगाएर सही गलत जाँच गर्न सिकाए। यसले उनीहरूमा आफै सिक्ने बानी बस्छ नि। कक्षा 4 मा पनि आज जिकेकै पालो थियो। आज चाहिँ हामीले किताबमा भएका केही महत्त्वपूर्ण एक्सर्साइजहरू सँगै बसेर हल गर्यौँ। नयाँ कुरा थाहा पाउँदा साना नानी बाबुहरू निकै उत्सुक देखिन्थे। बिहानका क्लासहरू त सकिए, तर दिउँसोको पिरियडहरूमा चाहिँ हामी सिधै कम्प्युटर ल्याबमा सिफ्ट भयौँ, जहाँ सिनियर विद्यार्थीहरू प्रयोगात्मक काममा व्यस्त थिए। र सबैभन्दा रमाइलो कुरा, आज मैले स्कुलको पेजको लागि एउटा विशेष भिडियो प्रोजेक्ट पनि सुट गरेँ। आखिर के थियो त त्यो प्रोजेक्ट? हेर्नुहोस् पार्ट 2 मा। पार्ट 2 को लागि लाइक र सब्सक्राइब गर्दै गर्नुहोला है। अहिलेको लागि बाई बाई।